पोखराको राम्रो राम्रो देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् गाइज, अमित सर चाहिँ यहाँ राजभाट फार्म हाउसमा हुनुहुन्छ। ल के छ तपाईँको अहिले के हुँदैछ, आगामी तपाईँको योजनाहरू कस्तो छन्, तपाईँ यसमा कतिको भविष्य देख्नुहुन्छ? ल यहाँ अलिकति बताइदिनुहोस् त। एभोकाडोहरू फलेछ गाइस, देख्नुभयो। अनि यतापट्टि केराको बोट पनि छ गाइस। अनि यता पनि केराको बोट छ। अनि यो मेरो दिदीकोहरू अन्य दिदीको। अनि यता चाहिँ यतापट्टि यो राजभाटको फार्म हाउस हो। अनि यतापट्टि हजुरले अर्ग्यानिक खानेकुराको हब हो गाइस। मिठो मिठो खानेकुरा पनि खान सक्नुहुन्छ। अनि यहाँ हेर्नुहोस् गाइस, यता त एभोकाडो फलिसकेको छ। त्यसलाई टिप्न पायो भने चाहिँ